नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौं जसले नेपालमा धेरैलाई सताइरहेको छ। यो हो एसएमसी एप स्क्याम। सुन्दा सामान्य लागे पनि यो सजिलै अनलाइन पैसा कमाउने सपना देखाएर गरिने एउटा निकै खतरनाक ठगी हो। ल आउनुहोस् यो कसरी काम गर्छ र यसको जालबाट कसरी बच्ने भनेर गहिरिएर बुझौं। सोच्नुस् त, सामाजिक सञ्जाल चलाइरहनु भएको छ अनि अचानक एउटा मेसेज आउँछ, घरमै बसेर सामान्य काम गरी दिनैको हजारौं कमाउनुहोस्। कस्तो लोभ लाग्दो सुनिन्छ हैन त? तर होशियार, प्राय यस्ता आकर्षक देखिने प्रस्तावहरू नै ठूलो जालको पहिलो गाँठो हुन सक्छन्। त्यसो भए यो एसएमसी एप स्क्याम आखिर हो चाहिँ के त? एकदमै सजिलो भाषामा भन्नुपर्दा यो एउटा अनलाइन ठगी हो, जहाँ मानिसहरूलाई फेसबुकको पोस्ट लाइक गर्ने वा युट्युबको भिडियो हेर्ने जस्ता ससाना सजिलो काम दिएर पैसा कमाइन्छ भनेर विश्वास दिलाइन्छ। सुरुमा त यो साँच्चै काम र पैसा दुवै दिने वास्तविक प्लेटफर्म जस्तो देखिन्छ। अब प्रश्न आउँछ, यो जालको सुरुवात चाहिँ कहाँबाट हुन्छ? प्राय जसो यो सुरु हुन्छ व्हाट्सएप, टेलिग्राम वा फेसबुकमा कुनै अपरिचित नम्बर वा अकाउन्टबाट आएको एउटा सामान्य मेसेजबाट, जसमा पार्ट टाइम काम गरेरै मनज्ञ आम्दानी गर्न सकिन्छ भनेर एउटा आकर्षक अफर राखिएको हुन्छ। एकातिर तपाईलाई थोरै मेहनतमा धेरै पैसा कमाउने सुनौलो सपना देखाइन्छ, तर पर्दा पछाडिको वास्तविकता एकदमै डरलाग्दो छ। यो अरू केही नभएर तपाईको मेहनतको पैसा चोर्न बनाइएको एउटा चलाक र योजनाबद्ध षड्यन्त्र मात्र हो। ल अब सबैभन्दा चाखा लाग्ने कुरा, यी ठगहरूले मान्छेलाई आफ्नो जालमा पार्छन् कसरी उनीहरूले मानिसहरूको विश्वास जितेर उनीहरूलाई फसाउँछन्। आउनुहोस् यसको एक एक कदमलाई केलाएर हेरौं। पहिलो कदममा तपाईलाई एउटा एपमा निम्तो आउँछ र एकदमै सजिलो काम जस्तै भिडियो लाइक गर्ने दिइन्छ। दोस्रो, र यो त सबैभन्दा महत्त्वपूर्ण चरण हो, विश्वास जित्ने। तपाईले काम सकेपछि साच्चीकै तपाईको खातामा थोरै पैसा पठाइन्छ। एक दुई पटक यसो गरेपछि तपाईलाई यो वास्तविक हो भन्नेमा कुनै शंका रहँदैन। अनि जब तपाईलाई पक्का विश्वास हुन्छ त्यही बेला सुरु हुन्छ तेस्रो र सबैभन्दा खतरनाक खेल, भिआइपी अपग्रेड। अब धेरै कमाउनका लागि तपाईले आफ्नै पैसा लगानी गर्नुपर्छ भनेर दबाब दिइन्छ। र अन्तिम चरणमा के हुन्छ? जब तपाई ठूलो रकम लगानी गर्नुहुन्छ, त्यो एप अचानक चल्न छोड्छ। उनीहरू सम्पर्कविहीन हुन्छन् र तपाईको पैसा सदाको लागि हराउँछ। यो कुरा सुन्दा कथा जस्तो लाग्न सक्छ, तर यथार्थमा फसेका एकजनाको अनुभव यस्तो छ। सुरुमा उनीहरूले मलाई थोरै पैसा दिए, त्यसैले मैले वास्तविक ठाने। त्यसपछि मैले ठूलो रकम लगानी गरे र सबै गुमाए। यो एउटै भनाइले हामीले भर्खरै कुरा गरेको त्यो 4 चरणको डरलाग्दो प्रक्रियालाई प्रष्ट पार्छ। अब यति कुरा बुझिसकेपछि सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा जाउँ, यस्तो ठगीबाट आफूलाई जोगाउने चाहिँ कसरी त? आउनुहोस् केही व्यावहारिक उपायहरूबारे कुरा गरौं जसले हामीलाई यस्ता अनलाइन जालबाट सुरक्षित राख्न सक्छ। केही कुराहरू छन् जसलाई हामी खतराको घण्टी भन्न सक्छौं। जस्तै पहिलो कुरा, यदि कुनै अफर पत्याउनै नसकिने गरी राम्रो छ भने त्यो लगभग सधैँ झुटो हुन्छ। दोस्रो, नचिनेको वा शंकास्पद लिङ्कहरूमा कहिल्यै पनि क्लिक नगर्नुहोस्। तेस्रो, यस्तो कुनै पनि कामबाट टाढै बस्नुहोस् जसले पैसा कमाउनु अघि उल्टै तपाईसँग पैसा लगानी गर्न माग्छ। भिआइपी बन्नुहोस् वा अपग्रेड गर्नुहोस् भनेर पैसा माग्ने कुनै पनि योजनामाथि तुरन्तै प्रश्न उठाउनुहोस्। र सबैभन्दा महत्त्वपूर्ण, यदि मनमा कता केही गडबड छ जस्तो लाग्छ भने आफ्नो मनको कुरा सुन्नुहोस्। सबै कुराको सार एउटै हो र यो कुरालाई चाहिँ कहिले नबिर्सनुहोस्। वास्तविक जागिरले तपाईलाई तलब दिन्छ, तपाईसँग पैसा माग्दैन। यो एउटा एकदमै सरल तर शक्तिशाली नियम हो जसले यस्ता हजारौं अनलाइन ठगीहरूबाट बचाउन सक्छ। हेर्नुस्, आज यो ठगीको नाम एसएससी एप छ, भोलि अर्कै नाम लिएर आउला। ठगहरूले सधैँ आफ्नो नाम र तरिका परिवर्तन गरिरहन्छन्। त्यसैले मुख्य प्रश्न एसएससी होइन, मुख्य प्रश्न हो कि हामी यस्ता नयाँ जालबाट बच्न तयार छौं त? सधैँ सचेत रहनु र हरेक कुरामा शंका गर्नु नै सबैभन्दा उत्तम बचाउ हो।